हजुरहरूको मनमा भएको एन्सर चाहिँ म मिलाउँछु है। आज मिल्छ कि मिल्दैन तपाईँहरूले मनमा विचार गर्नु होला हैन, अनि पछि मलाई कमेन्टमा मिल्यो मिलेन भन्ने खबर गर्नु होला है। म साधारण एडिसनको म्याथ हो, ठुलो गाह्रो पनि छैन, सबैले गर्न सक्नुहुन्छ। ल त तयार हुनुहोस् है त। ल कुनै एउटा नम्बर सम्झनुहोस् हैन, जस्तै अब 50, 60, 10, 20 जति पनि सम्झे हुन्छ, जोड नम्बर सम्झिनुहोस् हैन, मनमा राख्नुहोस्। अनि म जे भन्छु त्यही गर्दै जानु होला। नम्बर सम्झिनु भयो? सम्झिनु भयो भने त्यसमा तपाईँले 50 जोड प्लस गर्नुहोस्, एड गर्नुहोस्, 50 प्लस गर्नुहोस्। जति तपाईँले सम्झिनु भएको थियो नि त्यसमा 50 जोड्नुहोस् है। जोड्नुभयो? अब 50 जोडिसकेपछि जुन टोटल आएको छ नि त्यसलाई 2 ले भाग गर्नुहोस्। गर्नुभयो? 2 ले भाग गर्नुभयो? 2 ले भाग गर्नु भनेको त्यसको आधी गर्ने हो। गर्नुभयो हैन त? अब तपाईले अघि जति सम्झिनु भएको थियो नि, याद छ? जति सम्झिनु भएको थियो नि त्यो नम्बरको ठ्याक्कै आधा घटाइदिनुहोस्। आधा है, तपाईले सोचेको आधा, अरूको हैन, आधा सोचेको। अहिले टोटल लास्टमा आएको नम्बरमा आधा घटाइदिनुहोस्। घटाउनु भयो? घटाइसक्नु भयो भने तपाईको एन्सर हुन्छ 25। होइन भने यो एन्सर मिलेन भने मलाई कमेन्टमा लेखेर पठाउनु होला है त। है त, यति त गर्न सक्नुहुन्छ नि है। ल त, ल नमस्ते।